मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन, म राजनीतिबाट राजीनामा दिन्छु। म यो आग्रह गर्न चाहन्छु। धन्यवाद। अब यो बारेमा म विस्तृत कुरा 13 गते सम्मानित सदन प्रतिनिधि सभामा बोल्नका लागि मैले समय माग गरिसकेका छु। अरू विस्तृत कुरा म प्रतिनिधि सभामा आग्रह गर्छु। यो गृह मन्त्रालय यत्रो ठुलो मन्त्रालय छ कि यसमा लाखमा होइन हजारमा कर्मचारी, के अरे हजारमा होइन लाखमा कर्मचारी छन्। लाखौं लाख कर्मचारीमा संवैधानिक निकाय, अनुसन्धान गर्नका लागि सक्षम निकायले कुनै पनि बेला कुनै पनि कर्मचारीका माथि अनुसन्धान सुरु गर्न सक्छ। अनि कुनै पनि कर्मचारीका माथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो के त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ? आजसम्म त्यस्तो भएको छ? त्यसकारण मैले प्रारम्भमै भनिसके, मेरा विरुद्ध राजनीतिक रूपले, नियोजित रूपले, षड्यन्त्रमूलक ढंगले झुटा प्रचारबाजी भइरहेको छ। कुनै पनि माननीय मन्त्रीजी यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, यदि प्रश्न उठ्यो, राज्यको कुनै सक्षम निकायले यदि अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन पाउनुहुन्न, रहनुहुन्न। त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ भन्ने कुरा पनि हामीले उठाउँदै आएका।